सामाजिक सञ्जालमा देखिएको यो पोस्ट वैध छैन। नेपालको कानुन अनुसार वैदेशिक रोजगार विभाग डिपार्टमेन्ट अफ फरेन एम्प्लोइमेन्टले अनुमति नदिएसम्म कुनै पनि व्यक्तिले रोजगारको विज्ञापन दिन मिल्दैन। हामी पोस्ट गर्ने व्यक्तिको प्रोफाइल हेर्दा के देख्छौँ त? कुनै कार्यकक्ष छैन, काम गर्ने ठाउँ छैन, कुनै विद्यालयको नाम छैन, कुनै पारिवारिक सम्बन्ध छैन, बसोबास गरेको स्थान पनि छैन। दुबईको जागिरको विज्ञापन गरेको छ तर आफू दुबईमै बस्छु भनेर देखाएको छैन। तस्बिर छ तर न सम्पर्क नम्बर छ, न वेबसाइट, न कम्पनीको सामाजिक सञ्जालमा कुनै लिङ्क नै राखेको छ। हामीलाई थाहा छैन यी व्यक्ति को हुन्, कहाँ काम गर्छिन्, कहाँ बस्छिन्, केही पनि थाहा छैन। यो पोस्ट नक्कली हो। उनीसँग दुबईको जागिर छैन र नेपालको कानुन अनुसार विज्ञापन गर्ने अनुमति पनि छैन। उनी डिपार्टमेन्ट अफ फरेन एम्प्लोइमेन्टमा दर्ता भएकी छैनिन्। डिओयाफीलाई व्यवस्था गरेर यस्ता अवसरहरूमा प्रतिक्रिया जनाउँदा तपाईँ समस्यामा पर्न सक्नुहुन्छ। सरकारको दृष्टिकोणमा यस्ता कम्पनीमा काम गर्ने व्यक्ति वैदेशिक रोजगारमा गएको नै मानिँदैनन्। एजेन्ट र रोजगारदाता पनि अवैध ठहरिनेछ। तपाईँ वैदेशिक भूमिमा असुरक्षित अवस्थामा पर्न सक्नुहुन्छ जहाँ तपाईँ कानुनी रूपमा उपस्थित मानिनु हुँदैन र त्यसकारण तपाईँलाई कुनै सहयोग नपर्न पनि सक्छ। कृपया यस्ता जोखिम नलिनुहोस्। वैदेशिक रोजगार विभागको वेबसाइटमा गएर अनुमति तथा ब्ल्याकलिस्टेड म्यान पावरहरू हेर्नुहोस्, जाँच गर्नुहोस्, कानुनी बाटो अपनाउनुहोस् र सुरक्षित रहनुहोस्। धन्यवाद।